तपाईँको हृदयलाई खोल्नुहोस्, प्रभुलाई भन्नुहोस्, प्रभु आजको आराधनाद्वारा चाहिँ म तपाईँलाई भेट्न चाहन्छु। आजको आराधना चाहिँ यस्तो आराधना होस्, बन्धन टुक्रिने आराधना, जुवा भाँचिने आराधना, तपाईँले मेरो जीवन आएको समस्या हट्ने आराधना होस्, मेरो बिमार निको हुने आराधना। प्रभुलाई भन्नुहोस्, प्रभु जसरी दाउदले आराधना गर्थ्यो, दाउदले जब आराधना गर्थ्यो उसले कसैलाई हेर्दैन थियो, ऊ मग्न भएर परमेश्वरको आराधना गर्थ्यो। उसलाई धोती खुस्किएको पनि थाहा हुँदैन थियो, यस्तो मग्न भएर परमेश्वरको आराधना गर्थ्यो। अनि प्रभुले उहाँलाई भन्नुभयो, बाइबलमा कसैलाई पनि भनेको छैन, तर दाउदलाई चाहिँ परमेश्वरले भन्नुभयो, यिनी चाहिँ मेरो जस्तो हृदय भएको मानिस। तपाईँ र म चाहिँ यति तिर्खाएर आएको परमेश्वर चाहनुहुन्छ, यति भङ्गाएको परमेश्वरमा चाहनुहुन्छ। साँच्चै आजको आराधनाद्वारा प्रभु म तपाईँलाई भेट्नेछु भनेर प्रभुलाई भन्नुहोस्, तपाईँलाई भेट्नेछु, म तपाईँसँग इन्काउन्टर गर्नेछु भनेर प्रभुलाई भन्नुहोस्। प्रभु भित्र बस्नेछु, आँगनभित्र बस्नेछु।